सहयोगी मनहरूमा हार्दिक नमन तथा कृतज्ञता ज्ञापन गर्दछु। नेपालमा थुप्रै खनिज तथा कच्चा पदार्थ प्राकृतिक स्रोत साधनहरू भएको कुरा सर्वविदित छ। विश्वमा विज्ञान र प्रविधिको चरम उत्कर्षमा पुगेको इतिहास हाम्रा सामु सर्लङ्ग छ। तर नेपाल जस्ता तेस्रो विश्वका देशहरू जो ज्ञान वैज्ञानिक शिक्षाको अभावमा केवल उपभोक्तामा सीमित भएको कुरा पनि सर्वविदित छ। यसै कुराहरूलाई मध्यनजर गर्दै नेपाल विज्ञान प्रविधि तथा अनुसन्धान मञ्च जो पछिल्लो चरणमा विज्ञान प्रविधि सूचना सञ्चार र नेपालमा रहेको कच्चा पदार्थ खनिज तथा प्राकृतिक स्रोत साधनलाई वैज्ञानिक परीक्षण अनुसन्धान र वैज्ञानिक प्रयोग गरी नेपाली समाजमा वास्तविक उत्पादनको दायरा अगाडि बढाउन चाहन्छ। यसै चिजलाई लिएर हामीले यसका केही सामान्य तथा सुरुदेखि इनिसियलदेखि केही कार्यक्रमहरू सञ्चालन गर्नका लागि नेपालमा राष्ट्रिय वैज्ञानिक अनुसन्धान कोष स्थापना गर्न खोजेका छौँ। यो स्थापना गर्न खोज्ने हाम्रो महान प्रयत्नका साथ पछाडि तपाईँहरूको ठुलो सदासहायता र सहयोग जोडिएको छ। हामी नेपालमा थुप्रै वैज्ञानिक अनुसन्धान कर्मीहरू हुँदाहुँदै वैज्ञानिकहरू हुँदाहुँदै उनीहरूको भाग्य र भविष्य कोर्न सक्ने उपयुक्त नीति तथा लगानीको अभाव छ। तिनी नीति लगानी र अभावहरूलाई खोजी गर्दै प्रत्येक विद्यार्थी युवा विद्यार्थी कलेजमा रहेका सम्पूर्ण व्यक्तिहरू र बौद्धिक जगतलाई समेत नेपालमा अनुसन्धानको संस्कार विकास गर्नका लागि हामीले एउटा ठुलो प्रयत्न सुरु गरेका छौँ। त्यो प्रयत्न केवल व्यक्तिगत होइन सामूहिक होइन, नेपाल राज्यको हकित र सुरक्षाका लागि निकै ठुलो फड्को हुनेछ। नेपालमा अनुसन्धान कर्मीहरू जन्माउने वैज्ञानिकहरू जन्माउने र नेपालमा प्रत्येक कलेज स्कुलहरूमा अनुसन्धानको वातावरण सिर्जना गर्ने वैज्ञानिक शिक्षाको वातावरण सिर्जना गर्ने हामीले ठुलो सोच र मनसाय लिएका छौँ। त्यसै अन्तर्गत हामीले पछिल्लो चरणमा आफ्ना कामहरू सञ्चालन गर्नका लागि तपाईँहरूलाई सानो सहयोग तथा अपिल गरेका छौँ। त्यो अपिल बावजुद हामी अपेक्षा राख्दछौँ कि तपाईँहरूको सानो सहयोगले हाम्रो देश समाज र राष्ट्रलाई ठुलै सहयोग पुग्नेछ। नेपालमा थुप्रै वैज्ञानिक अनुसन्धानहरू सुरु हुनेछन् र हामी बत्तीमुनिको अँध्यारोमा बस्नुपर्ने छैन। हाम्रा प्रत्येक सेमिनार कल्चरहरू सुरु हुनेछन्, प्रत्येक मेन्टरसिपहरू सुरु हुनेछन्, प्रत्येक ठाउँमा एउटा विज्ञानको भूत हामी हालिदिनेछौँ जसले नेपाली समाजको भाग्य र भविष्य उन्नत र समुन्नत कोर्नेछ भन्ने हामीले अपेक्षा लिएका छौँ।